हेलो गाइज वेलकम ब्याक टु माई मिनी भ्लग होइन। सो गाइज आज चाहिँ म कहाँ जानु छु भन्दाखेरि नक्सल होइन, तपाईँहरूलाई पनि देखाउँछु। सो लेट्स गो गाइज, तपाईँहरूलाई पनि बाटोहरूको नजारा होइन कस्तो छ अहिले विन्टरमा त्यो सबै देखाउँदै जाउँ। त्यो देखाउनुभन्दा पहिला मेरो युट्युब च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु अनि फेसबुक र इन्स्टाग्राम पेजलाई फलो गरिदिनु होला। यति नै भन्दै तपाईँहरूलाई म हाम्रो रास्ताको मतलब बाटोको भ्यूहरू देखाउँदै जाँदैछु होइन। अहिले चाहिँ हल्का सनसेट हुन आँटेको छ, त्यही भएर मजाको घाम आइरहेको छ होइन। सो त्यस्तै देखाउँदै होइन तपाईँहरूलाई एकदमै दामी हेर्नु सनसेट हुँदैछ अनि एकदमै दामी मौसम पनि भइरहेछ। प्लस होइन हामी चाहिँ के गर्न आएको छ त्यो पनि तपाईँहरूले हेर्नु होला। अनि त्यसको बाद चाहिँ हामी चाहिँ नक्सलमा पुगिसकेको छौँ। नक्सल मतलब अलिकति यता पानीघट्टा मोडमा। नक्सलै भन्दा हुन्छ, सबै नक्सलै हो होइन, सबै हामी नक्सलै भन्दै आएको अनि नक्सलै हो भनौँ न अब। अनि त्यसको बाद हामी चाहिँ यहाँबाट सिधा गएर चाहिँ हामी चाहिँ पानीघट्टा मोडबाट सिधा त्यो बस स्ट्यान्डतिर होइन हामी चाहिँ यता दोकानतिर गयौँ क्या। त्यो हाम्रो उयो किन्नु थियो नि त, हाम्रो टिनहरू लगाउँछ जस्तो थाहै होला तपाईँहरूलाई। अनि त्यसले चाहिँ गर्दाखेरि हामीले यो लिनु गएको थियौँ, तर हामी चाहिँ के अरे के भन्छ यसलाई त्यो के लिनु गएको थियौँ सामानहरू, तर हामी गलत दोकानमा गएछौँ। फेरि सही दोकानमा गएर त्यो दोकानवाला पनि थिएन, अनि फेरि त्यो दोकानवालालाई फोन गरेर खोल्नु लगाएर फेरि हामीले चाहिँ यहाँ सामानहरू लिन थाल्यौँ। अनि हामीले चाहिँ यो दुइटा लिएको छौँ होइन, यसलाई चाहिँ कलर सलर गरेर अलिक राम्रो हुन्छ। त्यसको बाद हामी चाहिँ त्यो लगाउने हो। अनि त्यसको बाद हामी सिधा बस स्ट्यान्ड नक्सलमा गयौँ होइन। यतानेरि गएर हामीले तपाईँलाई मैले सनसेट पनि देखाएँ, यति दामी थियो। अनि प्लस हामी चाहिँ यहाँनिर बिरयानी लिन आएको थियौँ, प्याक गराएर घरमै खाने भनेर होइन। सो यहाँ हेर्न सक्नुहुन्छ बिरयानी प्याक गरिदिनु हुँदैछ आन्टीले। अनि यता हेर्न सक्नुहुन्छ यतातिर। अनि म चाहिँ यहाँ मिठाई खानु गएको थिएँ एकछिन, त्यसको बाद हामी गयौँ घरतिर होइन। यहाँबाट चाहिँ हामी यो चाहिँ यताबाट निक्लेर घरतिर जाँदैथ्यौँ। अनि राति पनि भइसकेको थियो, त्यही भएर छिटो पनि गरिदियौँ हामी। दबाई दोकानमा गएर दबाई पनि किन्नु थियो, त्यो पनि किन्यौँ हामीले। त्यसको बाद हामी फेरि अलिक अगाडि गएर अर्को दबाई भेटेनौँ नि त, अनि त्यो दबाई नभेट्दाखेरि अलिक अगाडि गएर यो दोकानमा गएर दबाई किन्दै थियौँ। अनि त्यसको बाद हामी चाहिँ गयौँ मफिन हाउसमा होइन। त्यसको बाद त्यो हामीले त्यहाँनिर केक सेक किन्यौँ अनि हटडग किन्यौँ। त्यसको बाद हामी फेरि स्कुटीमा निक्लेर घरतिर लाग्यौँ होइन। अनि घरतिर लाग्यौँ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले नक्सलबारीमा पनि मफिन हाउस खुलिसकेको छ, जस्तो तपाईँलाई थाहै छ। सो हेर्न सक्नुहुन्छ यहाँनिर। अनि यहाँनिर चाहिँ छ ट्रेन्ड्स होइन। अनि त्यहाँदेखि यहाँनिर एम बजार, त्यसकै साइडपट्टि कस्मो पनि छ। अनि त्यसको बाद चाहिँ हामी घरमा आइपुग्यौँ। अनि आजको मेरो भ्लग सर्ट हुने थियो। सो तपाईँलाई मेरो लाइक कमेन्ट सेयर गर्नु होला। अनि थ्याङ्क यू फर वाचिङ गाइज, बाई बाई।